यस्तो अवस्था छ अहिले। अहिले बाटो निरन्तर दर्शकको लागि सबै उपभोक्ताहरू आएर रोसी खोलाबाट जानुपर्ने अवस्थामा हामीले यो होम पाइप राखेर निर्माण गरिरहँदाखेरि गर्दै पनि बसहरू आएर यसरी फसिरहेको अवस्था छ। यही काम गरिरहेको मिसिनद्वारा यो बसलाई उद्धार गर्ने काममा हामी लागिरहेका छौँ। अहिलेसम्म आम उपभोक्ता सेवाग्राहीलाई सेवा दिने उद्देश्यले हामी जनप्रतिनिधि साथीहरू अहोरात्र खटेर सेवा प्रवाहमा हामी तल्लीन भएर लागेको अवस्था छ। रोसी गाउँपालिका वडा नम्बर 6 लगायत महाभारतसम्म जाने बसहरू फसेर यस्तो अवस्थामा छ रोसी खोलामा। हामी सबै सेवाग्राहीहरूलाई गाडीबाट तानेर एकदम चाहिँ उद्धार गर्ने हामी लागेका छौँ। यस्तो अवस्था छ। यो पुल चाहिँ गत असोज 10, 11, 12 गतिको गुडीबाट लगाएपछि यस्तो दर्दनाक अवस्था छ। हामी निरन्तर लागिरहेका छौँ।